नमस्ते। साङसेङ फेबेक अन्तर्गत रकम फिर्ता त आयो, सिन्छन पनि गरियो, रकम पनि केही भए पनि आयो। तर चाहिँ अब त्यो आएको रकमलाई चाहिँ कहाँ प्रयोग गर्ने होला, सामान कसरी किन्ने होला, एप्लिकेसनमा पैसा देखाएको छ तर त्यसलाई चाहिँ प्रयोग गर्न जानिएन भन्ने खालको साथीहरूको गुनासो धेरै आएको हुनाले चाहिँ मैले यो आफूले पनि जुन रकम फिर्ता पाएको थिएँ त्यो फिर्ता पाएको रकमलाई चाहिँ कहाँ कसरी प्रयोग गरेँ अथवा कसरी अनलाइनबाटै घरमै बसेर चाहिँ सामानहरू किने अथवा किन्दैछु भनेर चाहिँ यो भिडियो देखाउँदैछु। यहाँहरूले पनि रकम पाइसक्नु भएको छ र अब कसरी प्रयोग गर्ने होला भनेर बुझ्नु भएको छैन भने यो भिडियो हेरेर अन्तिमसम्म हेरेर यही अनुसारै फलो गरेर तपाईहरूले पनि आफूलाई चाहिएको सामान घरै बसी आफ्नै घरमा अनलाइन मार्फत किन्न सक्नुहुन्छ। र पुरा प्रोसेसको लागि चाहिँ मैले आफै जसरी गरेको छु त्यसरी नै तपाईहरूले पनि गरेर किन्न सक्नुहुन्छ। मैले आफूले सामान किन्दा मोबाइल स्क्रिन रेकर्ड गरेको छु, त्यही रेकर्डको आधारमा यहाँहरूले पनि फलो गरेर सामान किन्न सक्नुहुन्छ।